के पकाउँदै हो भने? पुवा बनाउनु लाग्यो के शरीर दुखेर कटकर्ती भयो अनि पुवा बनाएर खाम भएर यो पिनेर राखेको सबै कुरो छ नि त जडीबुटीको धुलोहरू अनदीको चामल पिनेर राखेको थिएँ डढाएर त्यही बनाउनु लाग्यो क्या घिउमा किसमिसहरू राखेर टक्क लाएर अनि हजुरको लागि नि हुन्छ नि त अपरेसन गरे मान्छे यो अनदीको चामल ढाडिसक्यो अब ओरिएर पुरु बनाएपछि टक्क लाएर खाना मिठो स्वास्थ्यको लागि राम्रो है हामी छोरी मान्छेको लागि बेला बेला बनाएर खाइराख्नु पर्छ के मौमौती बाहना आएर म त चाहना आएको पाकेन भने अलिकति ल्याउ न चाहम। कति हतार हुन्छ है हजुरलाई जति बेला नि खानै हतार छ बनाउँदै ल ल छिटो बनाऊ खाना हतार भइसक्यो मलाई त। यो अब पर्या पुरो बनाएर पाकिसक्यो अब यसलाई पाउडरहरू राखिदिने अस्ति पिनेर राखेको थियो नि अनि यता गुड काटेर राखेको छु क्या भेली भेली चिनी राखिदिनँ क्या मैले अँ यो स्वास्थ्यको लागि राम्रो हुन्न नि त चिनी यो भेली राख्नुपर्छ क्या राखेपछि कस्तो राम्रो हुन्छ हेर्दा नि रातो नखाने खाउँ जस्तो हुन्छ स्वास्थ्यको लागि नि राम्रो यो पुवामा एकदम राम्रो हुन्छ के यो सुत्केरी मसलामा हाल्ने चिजहरू मैले सबै पुवामा राखेर बनाएको छु के अनि बेथेको साग नि बनाएको छु फेरि पुवासँग खानालाई ल आउनु ल ल ल पस्क ल्याउ 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 म खालि त हतार पाक्नै पाकेन खालि चाख्नै हतार हुन्छ ल पाकिसक्यो अब बस्नु ल ल म सुरु गरिहालेँ है त सुरु गरेँ है त ल। ए यो बेथेको साग हो? पुवासँग राम्रो हुन्छ नि त खानालाई मिठो पनि है त्यो भावनाले बनाएको राम्रो पनि हुन्छ ल तात्तातै खानु फेरि घिउ जम्छ ए ल ल